हेलो साथीहरू सबैजनालाई गुड मर्निङ है। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। म चाहिँ आज दाइहरूसँग यसो बुकारेस्टतिर हिँडेको है साथीहरू। बुकारेस्टतिर हिँडेको हामी चाहिँ हाम्रो कम्पनीदेखि बुकारेस्ट जान चाहिँ 26 किलोमिटर पर्ने हिजो हामी चाहिँ बुकारेस्टतिर जाँदैछौँ। यो चाहिँ हाम्रो दाइहरू है। यहाँ चाहिँ किम्बु अनि त्यसै गरी आरु पोखरा एकदम फलेको छ है। सिजन चाहिँ यो सिजन रहेछ, आरु पोखरा एकदम फलेको छ साथीहरू। त्यसै गरी कस्तो राम्रो फुलहरू फुलेको छ। हामी चाहिँ अहिले ट्याक्सी चढेर जाँदैछौँ साथीहरू है। ट्याक्सी चढ्यौँ अनि त्यसै गरी यहाँ मेट्रो चढ्नुपर्छ जानको लागि। मेट्रो चढेपछि हामीहरू चाहिँ अहिले पुगेर यहाँ चाहिँ फेरि यो रोमटियाको एकदम फेमस ठाउँ है साथीहरू। फेमस रेड कार्पेट भन्ने रहेछ यो ठाउँलाई चाहिँ। त्यो ठाउँको अवलोकन गर्ने मौका पाइयो है। दाइहरूसँग आएर दाइहरूले धेरै ठाउँ घुमाउनु भयो हामीहरूलाई। यो चाहिँ एकदम टिकटकमा भाइरल ठाउँ है। सायद धेरै नेपालीहरू यो ठाउँमा गएर टिकटक बनाउनु भएको छ। त्यसै गरी यो बुकारेस्टको चाहिँ यो चाहिँ त्यो ठाउँको आसपासको एरिया है। त्यसपछि हामी चाहिँ अब घर जानु पर्खिन्छौँ रुममा है। फेरि यो चाहिँ जगमुनिबाट हिँडेको मेट्रो हो। मेट्रोमा चाहिँ हामी जानेछौँ र हामी चाहिँ मेट्रो चढिसक्यो। टिकट लिएर अब चाहिँ हामी घर फर्कियो है साथीहरू। म फेरि यस्तो पनि भिडियो फेरि गराउँछु है। अहिलेलाई चाहिँ 3 छोटो है, फेरि पनि गराउँछु।